आज हामी ओएन जू घुम्न आएको छौँ होइन। आज स्कुलबाट जू घुम्न ल्याएको छ तर एउटा जनावर देखाएको छैन। जनावर चाहिँ मान्छे बाहेक केही देखाएको छैन। आउनु पर्यो नि त। नेपालीहरू मात्र देख्छु त यार चारतिर। साथी नेपालीहरू मात्र देख्छु त चारतिर किन हो। हामी त बाघ हेर्नु होइन बाघ हेर्नु हो क्या बाघ। अलिक हामीलाई खतरा चिज चाहियो क्या खतरा चिज चाहियो क्या खतरा चिज केटा हो खतरा। यो त देखेको हो क्या नेपालमा कति बाघ खोज्यौँ न बाघ केटा हो बाघ। यो म्यापमा हेर त म्याप यो यहाँ छ कि अर्को म्याप यो कुरा त यसमा घर पनि बनाइदिएको रहेछ यार। के को लागि बनायो तर घर चाहिँ ओ हाम्रो साथी त यहाँ अगाडि पुगिसकेको रहेछ किन एक्लै यार आमा हो हेर एक्लै हेर अगाडि आइदिएर यसको स्टोरी पहिला मेरो चाहिँ फेरि घाँटी बसेर बिजोक छ क्या कहाँ ए यहाँ बाघ हो अहिले सबको ढाड मात्रै देखिन्छ यार। यता हेरेर न ढाड मात्रै ढाड टाउको साग मात्रै देख्छ यताबाट हेर्दै जाने फ्लास चाहिँ नहाल्नु होला क्या पाइयो नि त यो त के छ र यहाँ चाहिँ यो बच्चा हो छन् चाहिँ के छ यो ए बाघ रहेछ नि त उही बाघ देख्यो केटा बाघ देख्यो ऊ आयो साथी बाघ आयो क्या बाघ हेर केटा हो बाघ हेर बाघ ओए दुईवटा रहेछ तिनवटा रहेछ यार हेर न तिनवटा रहेछ यता बोलाऊँ न यता बोलाऊँ के त्यसलाई तर कस्तो सुकेको छ यार बाघ एउटा यता छ यहाँ त पानी छ कि त्यही भएर नआएको होला क्या अगाडिबाट हेर्नु पर्यो भर्खर बाघ देख्यो गाई बाघ अगाडिबाट चिम्पाङ्जी चिम्पाङ यस्तोमा राख्दो रहेछ यसले चाहिँ के खोज्दैछ मुनि गरेर टोला त मुनि त ओ बाघ हेर्ने कडा बाघ हामी बाघ के साह्रो भिड यार यहाँ त ओए बाघको हड्डी हो के हो यो त बाघको हड्डी यता चाहिँ के छ साथी अब म्यापमा हेर न म्यापमा अर्को के छ गोर्जिला खै यहाँको त्यो पब्जीमा देखाएको जस्तो गोरिला हो क्या खै त गोर्जिला लेखिरहेको छ गोर्जिला गोरिला के ऊ गोरिला गोरिला ओ यहाँ पो रहेछ त
यहाँ रहेछ अब यहाँ जाने हो क्या भित्र त भेटेन केटा हो त्यहाँदेखि बाहिर चाहिँ रहेछ ए यहाँ रहेछ त हो त खोइ मैले देखेन नि त यार यहाँ चढौँ न क्या खाइदिइराख्यो दादी यो त कस्तो पुर्खा हो यो चाहिँ हेर नै अर्को कत्रो ठुलो हुने यो त भुडी पनि हेर न ट्याक्क निक्लेर केटाहरूले हल्ला गरेर सबले हेरिदिएर खाउला जतिकै हेरिदिएर कि सबले यो त भुसको रहेछ बाटो भुस यार यहाँ पनि केही बनाउनु आँटेको थियो होला कि बाघ यहाँबाट देखिँदो रहेछ यहाँबाट देखिन्छ केटा हो कहाँ गयो ए यहाँ रहेछ होइन यो हेर्न आयो क्या यसलाई जाउँ के केटा हो बाघ देख्यो बाघ देख्यो हो हात्ती छ र साँच्चै जिराफ राइनो ए आमा ए हामी यहाँ हेर न एउटा के जस्तोमा गएर यहाँ पुल तरेर गएपछि बल्ल बवाल छ कि जिराफ क्रोकोडाइल कछुवा हामीले ठाउँबाट जहाँबाट यहाँबाट पुल तरेर अनि बल्ल बवाल ठाउँ छ क्या जिराफ यो भालु पनि छ कि यो कहाँ हो यो हामी चाहिँ अहिले कहाँ छौँ के चिम्पान्जी बाघ हामीले चमेरो कहाँ हिँडे त अनि चमेरो त देखेन कि हामी यहाँ छौँ कि अहिले यो हो नि यो भित्र भनेको यता हो यो होइन अनि यस्तो पाहाडमा त हात्ती हुँदैन नि त नि यार केही नि छैन ऊ त फुच्चे छ ऊ त्यो ऐनामा ओए कत्रो भालु हो त्यो जङ्गलको पारी हो ए मा कसम ए अल्छी सुतेको रहेछ यार केटा ढुङ्गा हानेर उठाउँदा भालु चढ्दैन नि यत्रो जाब उहाँ हेर्दा नि चढ्ने जस्तो छ हेर नि ए यो ओइ हाम्रो गएको कोला बिहारमा छौ भालु चाकमा त देखिन्छ त यार यसको खसी जस्तै त यार पछाडि खसी हो कि खसी हात्तीमा छौ हात्ती ए उहाँ रहेछ जाउँ त हात्ती हेरेर जाउँ न त ए यहाँ रहेछ हात्ती केटा हामीले हात्ती पनि देख्यौँ हात्ती देखाउँछ केटा हात्ती हात्ती हेर्ने हात्ती
केटाहरूलाई यसो हात्ती देखाउँछौँ हामी हात्ती हेरौँ केटा हात्ती हात्ती ल हात्ती के हो र पानी खान्छ हात्ती मेरो साथीवाला कि सुकाउँदैछ कि त्यसले के गरेको ड्राइभर बुढो भएपछि हात्ती पनि तर कस्तो सानो है यस्तो बुढो हुँदा नि नेपालको हात्ती ठुलै त अर्को आयो यता खानु दिँदैन होला अनि केटी हात्ती रहेछ त्यो माटो चाहिँ किन दियो र माटोमा ढल्किन ढाड चिलाउन माथि हाल्छ नि त यिनीहरूले माथि हाल्छ क्या सुनले तानेर साँच्चै कि माटै हाल्न गयो कस्तो छिटो हिँड्यो हात्ती चाहिँ यता बिस्तारै भएर सानो छिटो हिँड्छ हात्ती कुद्यो भने यसको पुच्छर यस्तो ठाडो गरेर उड्छ बुढो भन्दा बुढा सकिँदैन नि यो चाहिँ अलिकति ठुलो रहेछ गइदिइहाल्यो नि हात उता पारिबाट देखिन्छ होला यता साथी यहाँबाट यहाँ रहेछ यार यसलाई त बाँधेर राखेको के अब के खोज्दैन यहाँ त हामी अब सुरुको ठाउँ आइपुग्यौँ होइन वेस्ट टु वेस्ट गार्डन रे अनि मेन एक्जिट यो त वेस्ट टु वेस्ट गार्डन हो यो इको गेट हामी यहाँ होइन अहिले यहाँ हो भने हामी अब के चाहिँ हेर्न जाने हामी यहाँ चाहिँ हो क्या यी पानी पानीपट्टि यतातिरै छौँ हामी यहाँबाट हेरेर यो यहाँतिर छौँ क्या हामी यहाँ भयो कता जाने त हामी यहाँबाट यसरी घुमेर यहाँबाट यहाँ यसरी जानु छ क्या म्याप छैन कताहरू देखेको अब जाउँ त यता सिराना यो कता जाने हो त्यो अब बसतिर है लात्तीले हालिदिनु बिटमा ओ सबलाई चिने जस्तो देख्छ त यार किन हो फेरि पानी खाने म त खानै मिल्दैन के गर्नु साथी तिमी खाऊ म भिडियो पठाइदिन्छु ल धारा अटोमेटिक हो ए अटोमेटिक त रहेछ मुख जोडेर खाइदेऊ नि त ए खाइदेऊ गलिसक्यो यार गलिसक्यो ओ जाऊ न साथीहरू यो त अघि आएको ठाउँ हो क्या अघि आएको ठाउँ हो कि हामी हराइसक्यौँ कि एकै ठाउँ घुमेछौँ कि त्यहाँ हेर न बनाउँदै चित्र बनाउँदै बसिरहेको हामी चाहिँ कहिले बनाउनेあここここまっすぐこっちも大丈夫ですこっちここの階段を降りるとこうですあこっち階段あるこれ降りて左側降りてずーっとまっすぐ行ってで突き当たりをこう登ってこう行くまっすぐ行って左ありがとうございますはいありがとうございます中はない
होइन के सोध्यो ऊ तिम्रो चस्मा विजयले बोकिरहेको रहेछ त मेरो चस्मा भेटियो 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 गर्मी चाहिँ भयो है आज कस्तो घुमाएको यार एउटा बाटो ल्याउने पहाडमा आए जस्तो भयो त यार अहिले त यहाँ रहेछ नि त रातो चाक भएको बाँदर यो पुल 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 भेट्यो केटा पुल भेट्यो पुल बल्ल बल्ल फाइनल्ली फाइनल्ली होइन सुकुम्बासी भयो त लाल पूर्जा किन बोक्थ्यो र ए यो त तलतिर होइन त्यो के भन्छ त्यो मन्दिर मन्दिर साइड अस्तिको पेङ्गुइन अस्तिको पेङ्गुइन हेर कडा एउटा पौडी खेलेर हेर नि पानी मुनि मुनि फाइनली केटा हामीले जिराफ पनि देखिसक्यो हेर न घाँटी कत्रो लामो छ अरे यसको बल्ल बल्ल खोज्दा 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 हेर कहीँ जानु पाउँदैन है यिनीहरू कत्रो लामो हेर न घाँटी खुट्टाहरू हेर न खुट्टा यसको त एउटा खुट्टा जता त हामी होला यार होइन ठ्याक्कै यसको बिचमा हो भने त ठ्याक्कै अड्डा नि त त्यो अर्को चाहिँ अलिक कालो छ है क्या होइन अर्को चाहिँ कालो छ हेर न अलिक के हेरेको यार यसले हामीलाई हेर्दैछ कि कसलाई हेर्दैछ अब के बाँकी छ अझै सर्प गल्यो नि ओ यहाँ चाहिँ के हो यहाँ चाहिँ के हो बसिरहेछ ओइ राइनो गइरा ओइ कस्तो आँखा खोलिदिएर नि यसले आराम गर्दैछ सुतिरहेको यत्रो निस्किँदैन यो यसको हेर न त्यो छाला अरूको त छाला पनि कस्तो चाम्रो चाम्रो देखिन्छ त यसको त कस्तो छ त खै मलाई पनि त्यस्तो लाग्यो गाई जस्तो देख्छु त अर्को त्यो जङ्गली राइनोको त पुरा त्यो छाला हेर न के यो त सेफ्टी नै छैन कि यो त भाग्दिन नि सक्छ यस्तो चाहिँ के झुन्डाइदिएको किन खेल्नुलाई
प्र्याक्टिस सुतिरहेको छ मस्त गनाएको यो जाऊ यहाँ चाहिँ के छ भित्र हिपो ओ यहाँ पो रहेछ हिपोको बच्चा पो रहेछ बल्ल भेटिस् प्र्याङ्क हान्थ्यो त हामीलाई त कुकुरको बच्चा चाहिँ रहेछ प्र्याङ्क हो नि मलाई पहिला भनिहाले नत्र पछि नराम्रो होला नि तिमी हेरेर त्यो केटा र केटी कस्तो नराम्रो क्या हेर न होला किन होला भनेर बरु हामी नसुतेको कि राति 11:30 बजी उठेर गेम हाल्दै बसेर के हो यो मैले त कुन चाहिँलाई हग्यो भन्ने छ यहाँ रहेछ नि त माउ ओ यहाँ उही कस्तो ठुलो यो त सुन्यो कि के नि डुब्यो त यो कस्तो गहिरो छ र त्यसले ठ्याक्कै डुब्नलाई मस्त हिँड्दा रहेछ पानीभित्र हिँडेको नि त पौडी पो खेल्दैछ त खुट्टाहरू त्यति छ त नि त्यसको चढ्न मिल्दैन होला माथि चढेर राइड हान्थ्यो यहाँ के लिएछ हेर हल्ला नगरिकन हेर भनेर लिएर नकुद भनेर जाउँ त हेरिदेऊ हेरेर आइदेऊ यसो साथीलाई लिएर जाऊ हेर्नु ल हेर आऊ ल मजाले केटा पर्ख न यार बिरालो होइन क्या कस्तै उभिएर हेरिदिएर आएर न ला भित्र चल्दिहाल्यो नि निक्ले यसलाई भोक लाग्यो जस्तो छ अहिले जस्तै उभिँदै त हुन्छ आमा यो भागेर उभियो साथी फोटो हान फोटो भिडियो र स्क्रिनशट मजा उभियो यो त्यहाँ चढ्नु खोज्दैछ क्या माथि सामान हेर्ने यहाँ पनि रहेछ त गोरिला गोरिला गई कति रुपियाँको थाहा गई कति रुपियाँ कति हो काहीँ नै ल्याएको छैन 2200 1300 1300 हेर न काम तापै गरेर यहाँ चाहिँ साथी टी सर्ट कति रुपियाँ 200 रुपियाँ भयो जाउँ चल कति रुपियाँ 200 भइदिनु 800 800 क्या छ ए यहाँ यो कति रुपियाँ यो त महँगो छ
जाउँ यता भित्र जाउँ न हात्ती साथी छ लास्ट महँगो छ क्या बाघ हात्ती यहाँ छ पान्डा सर्प ए है सर्प पनि थियो नि खोइ यहाँ रहेछ त यहाँ सर्प ए होइन कस्तो महँगो यार यो चाहिँ हेर्न जाउँ भनेको क्या यो त्यसलाई ठुलो छ त आज हामीकडे सोमाको ल कुन सर्प हो साथी कुन सर्प यो एनाकोन्डा यहाँबाट यसमा हो तालमा सर्टकट पर्न यो तालमा हो र गई माछा चाहिँ होला सायद यही छ क्या यो गोई हाँ यही छ क्या यो जिराफ यता यो बाटोको एक्जिट भयो एक्जिस्टको पारिपट्टि होइन साइडमा ऊ त्यो एक्जिस्ट हो त्यो एक्जिस्टको यता होला नि त नि यता यो यत्रो एरिया चाहिँ त्यो छोपिएको रहेछ है ए यहाँ रहेछ नि त ठुलो ठुलो रहेछ जाऊ यहाँ रहेछ साथी गोही त एउटा छ त नाक चुच्चेवाला रहेछ यार छ्या